हेलो गाइज, नमस्कार। आज चाहिँ यो भेजिटेबल मकैको टुप्पा कुसकुस बनाउँदैछु म। यो चिकनको आइटम हो। चिकनलाई चाहिँ मजाले दुधमा मुसेर बनाउने हो। त्यसपछि अन्डाको आइटम, त्यसपछि यो चाहिँ अर्को आइटम बनेको छ। दुईवटा कम्पनीको यो खाना हो। त्यसपछि यहाँ पनि छ अर्को, यो चाहिँ अर्को कम्पनीको खाना हो। यहाँ बिल पनि लगाएको छ। यो चाहिँ 100जनाको खाना बन्दैछ यहाँ। त्यसपछि यहाँ पनि बन्दैछ अर्को, यो चाहिँ छ तपाईँको 70जनाको। त्यसपछि यहाँ बन्दैछ अर्को, यो पनि 100जनाको, तपाईँहरू देख्न सक्नुहुन्छ। त्यसपछि यहाँ सलाद छ। सलाद पनि यो 70जनाको हो, एउटा सलाद है। Rice with carrot, फाइनल्ली साथी हो। अब चाहिँ जान लागेको छ। 2 कम्पनी 3 कम्पनी, त्यसपछि यो चाहिँ आलु हो, फ्रिता होइन। यो अब रेडी भइसक्यो, आधा घन्टाभित्रमा